गोर्खा बस पार्कमा छौँ, होटेल गोर्खा बिसनीमा छौँ होइन। त्यहाँ पछाडि हेर्नुहोस् म शैलेश नेपाल, परिचय दिनुहोस्। म गोरेगाई छ, यो गोर्खाकै पहिलो होटेल बिसनीमा आउँदाखेरि एकदम हामी खुसी भएका छौँ। हामी बिहान दिउँसो 1 बजे गाडी चढेको होइन। मुगलिङको बाटो यस्तो ध्वस्त, काठमाडौँदेखि मुगलिङसम्म एकदमै ध्वस्त बाटो थियो। 5 घन्टा लाग्यो र यहाँ आउँदाखेरि सङ्घर्षपूर्ण 7 घन्टा लाग्यो आउनको लागि। र बिचमा गाडी चाहिँ ट्र्याक्टरले पनि टप्दे त्यस्तो फास्ट। अब हामी गोर्खामा छौँ, गोर्खा बस पार्कमा छौँ। रमाइलो हुँदो रहेछ। भर्खर खाना खाएँ हामीले होइन। नाम थकाली खाए हामीले, थकाली गाँसे चामलको भात। थकालीको नाममा कलङ्क भयो, नाम चेन्ज गर्ने हामीले सुझाव दिएका छौँ। आदरणीय दर्शक महानुभावहरू, कस्तो अनुभव भइरहेछ? एकदम रमाइलो भइरहेछ यहाँ। हामी एकदम